हेला गर्छौ गर केही फरक पर्दैन, तर तिमीले त्यो दुःख भोग्न नपरोस् है। तिमीले त बहिनीको आँसु सजिलै हेर्न सक्यौ, मैले त तिम्रो आँसु हेर्न सक्दिनँ। सबैको दाइ त बहिनीको ढाल बनेर अघि पछि सर्छन्, मेरो घरमा त दाइको नाम मात्रै पर्यो। सहारा छैन, ढाल छैन, पराई भन्दा पनि टाढा बनाइदियो। तिम्रो छोरीको रगत र मेरो शरीरमा बग्ने रगत एउटै हो, तर म तिम्रो छोरीको कहिल्यै पनि कुबलो चाहन्न, किनकि ऊ पनि मेरै आफ्नै हो। र मलाई गरेको अत्याचार, बहिनीलाई गरेको त्याग, त्यो कारणले तिमी भोलि रुन नपरोस् है। तर एक पटक सोच्न सक्छौ, आज म जति कमजोर भएको छु नि, त्यो तिम्रो कारणले हो। माइती बलियो नभएपछि छोरी चेली हेप्पी नै पर्छ। बुहारीले आमा भनेर बोलाउँछिन्, तर सासूले कहिल्यै छोरी भनेर बोलाउँदैन। रगतको घमण्ड भएर होला छोरीलाई देवी अनि बुहारीलाई बन्धन बनाउँछिन्। दिन रात मारेको छ, सासू ससुराको त्यतिको वचनले मलाई दिन रात थिचिरहेको छ। माइत गएर केही भनौँ भने बोल्ने ठाउँ छैन, कसरी भनौँ, के पीडा लगेर जाउँ। घरमा भनौँ भने घरका मान्छेले दिन रात रुहाउनुहुन्छ। मेरो श्रीमानलाई भनौँ भने केही वर्ष दुःख गर न, बिस्तारै सुख हुन्छ, अनि छुट्टेर टाढा गएर बसौँला भन्नुहुन्छ। मेरा मनका दुःख कसलाई भन्नु मैले, भन्ने ठाउँै नभएपछि कहाँ जाऊ भन्नलाई। मेरो 19 वर्षको उमेरमा माघे विवाह भएको थियो। म भन्दा मेरो श्रीमान 10 वर्षले जेठो हुनुहुन्थ्यो, तर मलाई केही असर पर्दैन थियो। र उहाँसँग धन कति छ, पैसा कति छ, मैले केही पनि सोचेन, किनकि म उहाँको माया अनि मेरा बाआमाको इज्जतको लागि मात्र मैले उहाँसँग बिहे गरेको थिएँ। मेरो बाआमाको इज्जत जस्तो ठुलो कुराहरू केही थिएन मेरो लागि। समय बित्दै गयो, उमेर पनि छिप्पिँदै गयो, बिस्तारै बिस्तारै 1 वर्ष हुन लागिसकेको थियो। हाम्रो बच्चा बच्ची हुँदै भएनन्। नभइसकेपछि के कारणले भएन भनेर हामीले चेकअप गर्न धेरै ठाउँ धायौँ। धाउँदा पनि हाम्रो बच्चा बच्ची भएन। मेरो श्रीमान कतार जानुभयो। कतार गइसकेपछि म पनि श्रीमान भएको ठाउँमा गएँ, किनकि त्यहाँ गइसकेपछि केही समयसम्म हामी दुईजना सँगै भएपछि हुन्छ कि भन्ने आश लाग्यो। त्यही पनि बच्चा बच्ची भएन। अनि म फर्केर नेपाल आएँ। नेपाल आइसकेपछि पनि कति कोसिस गर्यो, बच्चा बच्ची भएन। नभइसकेपछि नन्द अमाजु सासू ससुरा सबैबाट हेला खानु पर्यो। दिन रात वचन सुन्नु पर्यो। यो अलक्ष्मी रहेछ भन्न सुरु गर्नु भयो। मलाई लक्ष्मी भनेर यो घरमा भित्राउनु भएको थियो। यो लक्ष्मी हो भनेर मान्नुहुन्थ्यो सधैँ, तर